नमस्कार टीवी टुडे ग्राउंड रिपोर्ट 0 में अपने संपूर्ण गोटे के स्वागत करी छी हम चांदनी। अखन जी पछा में दृश्य अपने सब देख रहल छी से निर्वाचन जे होबो वाला छै ओई के लक अपन अपन जे नाम बलि दर्ता कराबा के लेल एठन उपस्थित छथिन आदमी सब आ एतेक उत्साहित भक भोरे से आदमी सब एठम कही तो 6-7 बजे में लाइन में लाग जाय छथिन आ एठम एकदम उत्साहित पूर्वक जे छै से अपन नाम दर्ता कराबा के लेल जे छै से अखन लाइन में छथिन। हिनका सब संग हम सब बातचीत करे के प्रयास करब जे हिनका सब के कोनो समस्या त नै छन, आखिर क्या त जे पूरे दिन अखन ई सब भोर से जे लाइन में 6-7 बजे से लगला के बाद में सांझ तक ओना ई 6 बजे तक जे छै से एठन नामावली दर्ता होय छै। त विशेष क जे छै से हम एठम सेवाग्राही सब के सेहो बातचीत करे के प्रयास करब जे अखन तक जे कतेक हिनका सबके जे छै से टाइम लगे छनि, कोनो समस्या त आखिर नहीं छनि आ जे हम सब एठम विशेष पदाधिकारी व्यक्ति सब प्रयास कर बातचीत करे के जे अखन तक कतेक जे छै से नया नाम दर्ता जे छै से भ चुकल छै मतदाता सबके आ एकदम एठम देख सकै छी अपने सब जे कनिक एठम त्रुटि देख में लाग रहल छै। जे तरीका से जे लाइन अथवा महिला के लाइन एक साइड क देल जैते, पुरुष के लाइन एक साइड क देल जैते, ओई प्रकार से नहीं छै, लेकिन एकदम भीड़ भाड़ कहबै तो बहुत ज़्यादा भीड़ भाड़ छै। आदमी सब गली में जे छै से बैसल छै, मेन रोडे से जे छै से एठम भीड़ छै, पूरे गली जे छै से भरल छै विभिन्न ठाम से कही तो ना धौनसा भर के आदमी सब एठन अबै छै। 18टा नगरपालिका गाउँपालिका मिला के छै धौनसा में, ओई ठाम के संपूर्ण आदमी एके ठाम अबै छै। ओई प्रकार से जे छै से जेना कि दृश्य अखन जे देख में लाग रहल छै एकदम जे कनिक जे प्रकार से एकटा व्यवस्थित होबे के चाहिए ओ व्यवस्थित नहीं लाग रहल छै। तो हम सब जे एठम सेवाग्राही सब आयल छथिन विभिन्न ठाम से हुनका सब संगे बातचीत करे के प्रयास करब आ एठम के अपने सबके दृश्य अवस्था देखो। तैना हमरा सबके बीच में सेवाग्राही सब छथि, हुनका सब संगे बातचीत करब। की नाम भेले? हमर डॉक्टर रूपेश कुमार मंडल। नया नाम दर्ता कराबा आयल छै जी पहिल बेर? हाँ। अच्छा एठम कोनो एहन प्रकार के कोनो समस्या कोनो दिक्कत केना भ रहल छै अहाँ सबके सेवा? समस्या त की कहबै, समस्या त है 10 बजे से लाइन में लागल छै, अते भीड़ भ गेल है। एकटा धनुषा जिला में एकटा मात्रे छै, कम से कम प्रत्येक नगरपालिका में रहते तो सुविधा होते। बहुत आदमी है जरा आई कामो नहीं होते, ओकरा घूम के जाए पड़ते आ सब अपन अपन काम धंधा छोड़ के आयल छै के। तब अगर ओहन होते स्थानीय सरकार चाहे कोई जे मिलते कि कम से कम प्रत्येक नगरपालिका में मिला देते नहीं तो निक रहते कि बहुत भीड़ भ गेल छै, बहुत दिक्कत भ रहल छै जी। की नाम छै अहाँके? सनातन साफी। कहाँ से आयल छै? शहीद नगरपालिका हरबारा से। शहीद नगरपालिका से कते काल से लाइन में लागल छै? ई लागल छी हम सब 4 घंटा कम से कम भ गेलै। 4 घंटा से लागल छै, अखन तक अहाँ के पालो नहीं भेलै। अते लाइन है भीड़ कि लाइनों में नहीं आदमी के सक्सेस भ सकी कि एहि के लागी नगरपालिका में रहते चाहे वार्ड में रहते तो सबके सहज होती कि ई काम के लागी अपन अपन काम छोड़ के 4 घंटा 5 घंटा से लागल छै, अभी तक नहीं भेलै। हाँ कंटिन्यू अखन 4 घंटा से लाइन में लागल छै, लेकिन अखन तक अहाँ के पालो नहीं कोनो पालो नहीं। धन्यवाद। हाँ देख सकै छी जे बहुत काल से सब लाइन में छथिन, मतलब लाइक बैसल। की नाम भेले? हमार तेतरी देवी। कता से आयल छी? सबैला से। सबेला से कखन आयल छी? 8-9 बजे आयल छी। 8 बजे। 8 बजे से जे छै से हम लाइन में लाग गेली, अखन तक पालो नहीं आयल छै? हाँ आयल है, अब चल गेली ओता भीतर में गेले आप? भीतर गेली। हाँ मतलब जे भोर से अहाँ लाइन में लागल छे तो 2 बजे में आबि के अहाँ के लाइन में लागल छी। हाँ ई कतेक उत्साहित छियै जे नाम दर्ता भ जेतै, भोट खसेबै? ऐसे पहले नहीं खसबै छलिए? हम सब खसबे, हमरा कन्या केने छे त नहीं छले खसबे छले। केना के लक आयल छै? पुतौ के लक आयल छै, तकरा त नहीं इधर केना खसेते त आइ बनबै आयल छी। पुतौ के लक आयल छै जे मतलब चलो बहुत बहुत धन्यवाद। तैना हम सब बातचीत कर रहल छी जे सेवाग्राही सबके एतेक समस्या छै जे भोर के गाँव घर से आदमी सब 8 बजे सोना लाइन में लागल छै एठम, काज तो 10 बजे से शुरू होइ छै। लेकिन की नाम छै? हमर नाम अगले जबार अधिकारी। कहाँ से आयल छै? विदेह नगरपालिका वार्ड नंबर 4 से। अखन से लाइन में तकरीबन 9 बजे से। अखन तक अहाँ के पालो नहीं आयल छै? नहीं आयल छै पालो। मतलब अहूँ सब भोर में आदमी सब आबि के एठम बिसल छले? हाँ हमरा सब पहले चले आले है, बहुते आदमी सब चले, अब बहुते के लाइन चले, बड़ी लाइन चले। की समस्या अहाँ सबके बुझा रहल है एठम? ये समस्या देख रहे सिस्टम जे सिस्टम पर जे बैठल छै ना, ओकरा देखे छै काम कम करी का आ ये बेसी ही का, ये
ये नहीं उन्हें क्या आप जब ब्लैक थ्रू से उन्हीं से काम कराओ का ऊपरे चोपरे से कुछ केहन ब्लैक थ्रू कमीशन देबो वाला बात छै कमीशन दे अंदरूनी से कि आप की केना एका से आप ओकरा थोड़ी देखे छी अंदरूनी से ल के जाय छै बाहर से पेपर बना के आ वो ये दै छै बस साइन ताइन करै छै तेन हिसाब से ये चल रहल छै आ हम सब लाइन में छी बैसल आदमी भर रहली का अभी तक नाम छै अहाँ कहाँ से आयल छी हम धनसा धाम नगर पालिका वार्ड नंबर 6 से की देख रहल छी अहाँ सबके कतेक समस्या भोग पड़ि रहल समस्या भरि दिन रोड में खड़ा भेल छै 10 बजे से 10 बजे से लाइन में जी अखन तक अहाँ सबके जे छै से पालो नहीं आयल छै एठम कथी के अभाव बुझा लाइन लगा बैठल छै खड़ा छै भूखे प्यासे आदमी परेशान भेल छै गुरसा खानो नहीं खेने छै लाइन में लागल छै कथी करी पहले तो 1 घंटा लागल रही है भरबा में अभी भाड़ा के लेलिए तब से लाइन में लागल छी सबकी में नगरपालिका समय अगर कह देते सहज एकदम बहुत सहज होते ने सबके नगरपालिका अपना अपना नगर पालिका में धोते तो एकदम सहज होते और से नहीं कहत अब एक तो कभी मुख्यमंत्री अब 2 दिन पहले बनले आ 2 दिन पहले काल्हि राजीनामा दे देलकै है इनका सबके समस्या के मतलब एहि के कारण से अखन जे ई जो आब छथिन सेवाग्राही उनका सबके समस्या जे छै से भ रहल छै तैना हमरा सबके बीच में छथि मध्य प्रदेश निर्वाचन कार्यालय प्रमुख लुम्बनाथ पोखरेल जी उनका संगे हम सब बातचीत करबन नेपाली में पहले उनका स्वागत करिए यहाँलाई स्वागत छ धन्यवाद अहिले चाहिँ यो निर्वाचनमा नयाँ मतदाताहरूको निकै नै चाहिँ भिडभाड बढेका छन् हैन दैनिक चाहिँ कति यो मतदाता नामावलीको लागि मान्छेहरू आइराख्नुहुन्छ अब यसलाई यसरी भन्नु पर्यो मतदाता नामावलीको काम सुरु भएदेखि जस्तै हाम्रो यहाँनेर यस मध्य प्रदेश निर्वाचन कार्यालय धनुषामा 2082 साल असोज 10 गतेबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम गरियो त्यो दिनदेखि लिएर यो दीपावली पूर्व छठ पर्व र दीपावली पूर्वसम्ममा चाहिँ हाम्रो दैनिक 200 चाहिँ नआएकै थियो 200 अनि त्यहाँबाट पछि 200 250 अनि 300 को हाराहारीमा थियो भनेदेखि अहिले यो छठ पर्व पछाडि अथवा दीपावली र छठ पर्व पछाडि 81 वात्तै बढेर 400 450 र 500 को हाराहारीमा पुगेको अवस्था छ दैनिक अहिलेसम्म चाहिँ कति गतेदेखि फेरि चाहिँ यो खुलेको छ असोज 10 गतेदेखि सुरु भएको छ यो अहिलेसम्म चाहिँ कति नामावली चाहिँ दर्ता गराइसकेको जति आकलन गरियो हाम्रो डाटाले के देखाउँछ भन्दाखेरि अब हिजो शनिबार भयो 22 गते हैन हिजो शनिबार भयो 21 गतेसम्म अर्थात् 2082 साल कार्तिक 21 गते सम्ममा चाहिँ हाम्रो डाटाले जम्मा 5465 मतदाताहरू नाम दर्ता भएको देखिन्छ हैन अब त्यसमा महिला कति पुरुष कति अन्य कति भन्ने किसिमको कुरो चाहिँ त्यो अलि हाम्रो साथीहरू सबै त्यो एकजुट भएर लाग्नु भएको छ त्यसमा अलि टाइम अलिकति दिन छुट्याउन सकिरहनु भएको छैन र पनि 21 गतेसम्मको कार्तिक 21 गतेसम्मको चाहिँ डाटामा चाहिँ महिला 1715 1715 पुरुष 3327 र गरी जम्मा 5042 यो चाहिँ 21 गतेसम्मको डाटा भयो र होइन 20 गतेसम्मको डाटा हो 21 गते होइन 20 गतेसम्मको डाटा हो र 21 गतेमा चाहिँ थप 423 जना नाम दर्ता हुनुभयो र त्यो थप 423 मा चाहिँ महिला कति पुरुष कति भन्ने किसिमको छुट्याउने साथीहरू त्यो नाम दर्ताको काममा व्यस्त रहनु भएको कारणले गर्दाखेरि अहिले उहाँले डाटा दिन सक्नु भएको थिएन त्यो चाहिँ बेलुका 6 बजे पछाडि हुन्छ र आज 21 गते बेलुकासम्ममा कुल चाहिँ 5465 नाम दर्ता भएको देखिन्छ अहिले चाहिँ हेर्दाखेरि एकदमै भिडभाड बढिसकेको छ हैन दिनु तपाईँ आफै भनिराख्नु भएको छ 400 450 हैन 300 जति 500 को हाराहारीमा चाहिँ मान्छे आइराखेको छ भौतिक संरचनाको यदि कुरा गर्दाखेरि एकदमै चाहिँ त्यो पनि एकदमै सानो छ हैन सेवाग्राहीलाई एकदमै चाहिँ गाह्रो भइरहेको छ अहिले नै मान्छे बाहिर चाहिँ फेन्ट हुनुभएको थियो हैन तर एकदमै आउने चाहिँ त्यो पनि एकदमै स्पेस चाहिँ सानो छ
यसलाई कसरी चाहिँ यहाँहरूले सेवाग्राहीहरूलाई कुनै तकलिफ नहोस् होइन, गाह्रो नहोस् अनि एकदमै भइरहेको छ तर कसरी धाँगिराख्नु भएको छ? अब यस्तो छ, हामीले सेवाग्राहीको सर्वोपरि हितलाई नै ध्यानमा राखेर हामीले यो काम गरेका छौँ। हामीले यहाँ रहेर चाहिँ जस्तै अब गर्भवती महिला, अशक्त, अपाङ्ग, वृद्धा, रोगीलाई पहिलो प्राथमिकता दिएका छौँ। अब त्यसमा के हुन्छ भन्दाखेरि यस्तो अलिकति समस्या के भएको छ भन्दाखेरि भिड बाक्लो छ, त्यो भिडलाई छिचोलेर वारपार जान पनि सकिने अवस्था राम्रोसँग छैन। अब त्यो हुँदाखेरि चाहिँ त्यो को अपाङ्ग हो, को अशक्त हो, को अब वृद्धा हो, रोगी को भन्ने किसिमको कुरो चाहिँ अब त्यो भित्र काम गर्ने कर्मचारीले त थाहा पाउँदैन, उसलाई थाहा हुँदैन, ऊ एकरो चाहिँ काम गरिरहेको हुन्छ, थाहै हुँदैन। त्यो कुरो चाहिँ जानकारी चाहिँ सम्बन्धित त्यस्ता सेवाग्राहीहरूको कुनै अभिभावक अथवा कोही सम्बन्धित व्यक्तिले भित्र आएर गरिदिनु पर्ने हुन्छ, भनिदिनु पर्ने हुन्छ, अथवा यहाँ मलाई आएर भन्दा पनि हुन्छ। त्यस्तो यदि कोही हुनुहुन्छ भनेदेखि त्यस्तो यो उहाँहरू हुँदो रहेछ भनेदेखि म उहाँहरू लगेर चाहिँ अथवा त्यो कार्यालयभित्र चाहिँ ल उहाँहरू चाहिँ यस्तो वर्गमा पर्नु भएको छ, उहाँहरूलाई चाहिँ पहिलो प्राथमिकता दिनुपर्ने भयो भनेर म पनि भन्न सक्छु र उहाँहरूले पनि गरिदिनुहुन्छ। यसको पनि कुरा आइरहेछ कि 150 रुपियाँ जति उहाँहरूको अनलाइनमा फर्म भर्ने चाहिँ त्यो लागिरहेछ होइन, तर फेरि के अरे यता चाहिँ जसरी गुनासो आइरहेछ कि यता 150 रुपियाँ 200 रुपियाँ जति लिइरहेछ, माथिबाटै काम भइरहेछ। जुन मान्छे बिहानदेखि 6 बजेदेखि कुरेर बसेको छ लाइनमा त्यो मान्छेको पालो आउँदैन, यस्ता कुराहरू आइरहेछ। योमा तपाईँ के भन्न चाहनुहुन्छ, के प्रतिक्रिया छ? अब यो रकम कलम लिने भन्ने सम्बन्धमा हाम्रो कार्यालय त्यसमा संलग्न पनि छैन। हाम्रो कार्यालयले किनभनेदेखि अब बाहिरबाट अनलाइन उहाँहरू कहाँ कुन उसमा गएर फर्म भर्नुहुन्छ, उसले कति लिन्छ त्यही पनि हामीले जुन यो मुख्य प्रवेशद्वारमा चाहिँ दर रेट प्रत्येक कागजको अनलाइन फर्म भरेको कति, फोटोकपी गरेको कति, नागरिकताको फोटोकपी गरेको कति आदि इत्यादि खुलाएर लेख्नुपर्छ। त्यो फर्मको नाउँ लेख्नुपर्छ भनेर हामीले उसलाई सूचना पनि गरेका छौँ र त्यो अनुसारको उसले टाँसेको पनि अवस्था मैले चाहिँ हिँड्दाखेरि बाटोमा देखिन्छ पनि उसले यति लिन्छु भने सायद त्यहाँ टाँसेको पनि त्यहाँ रहेछ होइन। अब मैले भन्नुपर्दाखेरि चाहिँ अत्यन्तै कम रेटमा रकम कलम सेवाग्राहीसँग तपाईँहरूको अब हामीले त यसमा केही भन्ने कुरो पनि आउँदैन। सेवाग्राहीले दुःख हुने गरी, सेवाग्राहीले कुनै किसिमको प्रताडना नहुने गरी त्यस्तो काम नगर्नु होला। यदि काम गर्नुभयो भनेदेखि हामीले तपाईँहरूलाई आवश्यक अब कदम पहल गर्नुपर्ने हुन्छ भनेर बारम्बार भने पनि छौँ र त्यस्तो अब कार्यालयले भन्नुपर्दाखेरि चाहिँ अब त्यसमा हाम्रो सरकार रहने कुरो पनि भएन। उहाँहरू बाहिर अब अनलाइन फारम भर्नुहुन्छ भने त्यसमा हाम्रो संलग्न पनि हुँदैन, सरकार पनि हुँदैन। अब सकेसम्म सेवाग्राहीहरू आफै नै कम्प्युटर जान्नुहुन्छ, सबै सिक्नुहुन्छ भनेदेखि उहाँहरूले आफ्नै कम्प्युटरबाट चाहिँ अनलाइन फारम भरेर आउनुपर्छ। आउँदाखेरि राम्रो हुन्छ, कुनै शुल्क पनि लाग्दैन, केही पनि लाग्दैन। नागरिकले जसरी कुन कागजात चाहिँ यो नामावली दर्ताको लागि ल्याउनु पर्छ? एउटा अनलाइन फारम भरेको एउटा अनलाइन प्रिन्ट गरेर ल्याउनु पर्यो, अनि सकल नागरिकता ल्याउनु पर्यो र सकल नागरिकताको फोटोकपी समेत लिएर आउनुपर्छ। यदि विवाहित महिला हो भनेदेखि विवाहित महिलाले यी कुराका अतिरिक्त विवाह दर्ताको सकल प्रमाणपत्र र त्यसको प्रतिलिपि फोटोकपी पनि ल्याउनुपर्छ। र यदि बसाइसराई गरेर आएको हो भनेदेखि बसाइसराईको सकल प्रमाणपत्र र त्यसको प्रतिलिपि पनि सँगै लिएर आउनुपर्छ। जसरी कतिपय नागरिकले नाम नदेखिएको वा दोहोरिएको गुनासो गरेका छन्, यसलाई आयोगले कसरी समाधान गर्न सकिन्छ? यस्तो भएको छ नाम नदेखिएको कुरामा चाहिँ अब त्यो विगतका जुन मतदाता नामावलीमा नाम दर्ता गर्दाखेरि उहाँहरूको नाम दर्ता त्यस्तो हुन जानु चाहिँ त्यो दुर्भाग्य हो। कसरी किन भयो त्यो चाहिँ उहाँहरूले सम्बन्धित कार्यालयमै आएर मेरो नाम दर्ता भएको छैन आदि इत्यादि भन्ने किसिमको कुरो हाम्रो यहाँ प्राविधिक शाखामा उहाँहरूले सम्पर्क राख्नुपर्छ। अब कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दाखेरि नाम दर्ता भएको हुन्छ, सेवाग्राहीले थाहा पनि भएको हुँदैन। अब मतदाता परिचय पत्र नआएकै कारणले गर्दाखेरि मेरो नाम दर्ता भएन भन्ने कुरो पनि हुँदैन, नाम दर्ता चाहिँ भएकै हुन्छ। उहाँहरूले हाम्रो कार्यालयमा आएर नाम दर्ता गराइसके पछाडि त्यो उहाँहरूको नाम दर्ता चाहिँ नभएको हुँदैन, त्यो भएरै आएको हुन्छ। तर उहाँहरूलाई हुनसक्छ मेरो कार्ड आएन, केही नाम छैन कि क्या हो भन्ने त्यस्तो लागे पनि हुनसक्छ। यदि त्यो लागेकै हो भने पनि उहाँहरूले हाम्रो यो मतदाता यो हाम्रो प्रदेश निर्वाचन कार्यालयको यो सम्बन्धित प्राविधिक शाखामा मतदाता नामावली शाखामा आएर चाहिँ सम्बन्धित कर्मचारीले आएर यो यस्तो मेरो लाग्यो भनेर गुनासो राख्नुभयो भनेदेखि त्यसको समाधान हाम्रो कार्यालयले गरिदिन्छ। यो नामावलीको अवधिको अन्तिम मिति चाहिँ कहिलेसम्म छ?
हाम्रो यो मतदाता नावलीको नाम दर्ता गर्ने अन्तिम मिति भनेको यो कार्तिक मसान्तसम्म अर्थात् 30 गतेसम्म आयोगले निर्वाचन आयोगले तोकेको छ। कार्तिक 30 गतेसम्म मसान्तसम्म। अहिले जसरी यो यति भिडभाड छ त्यो अहिले पनि एकदमै मान्छेको लाइन यो मेन बाटोसम्म चाहिँ आइरहेको छन्। कहाँबाट मान्छेहरू अहिलेसम्म बस्या छैन। बिहानैदेखि आज 6 बजेदेखि भनिरहेको छ लाइनमा आएर बस्या छु। यो कसरी चाहिँ अब तपाईँहरू यति छिटो गर्न सक्नुहुन्छ, कसरी भ्याउन सक्नुहुन्छ? यो कुरो यसो छ, हामीले निर्वाचन आयोगले समय तोकेको छ बिहान 8 बजेदेखि लिएर बेलुका 6 बजेसम्ममा। यदि 6 बजेसम्म पनि हाम्रो यो प्राङ्गणमा छिरिसकेका सेवाग्राहीले अहिले चाहिँ हामीले 7 बजे भए पनि हामीले सेवा दिएर पठाउँछौँ होइन। 6 को ठाउँमा 7 बज्ला। अब मान्छेले त फिर्ता गर्ने त कुरो भएन, किनभने उहाँले दुःख पाउनुहुन्छ। एउटा योजना बनाएर आउनुहुन्छ, एउटा यही कामको लागि दिनभरि उहाँ समय बिताएर आउनुहुन्छ। अब उहाँहरूलाई त हामीले त लु अब हाम्रो समय सक्यो भन्ने कुरो त भएन। अब उहाँहरूले अलिकति कुर्नुपर्ने यो अलिकति के हुन्छ भन्दाखेरि अनलाइन फारम भर्दा पनि अलिकति यो चापिलो चाहिँ हुन गएकै हो। किनभनेदेखि अझै पहिले त यो पनि व्यवस्था थिएन, त्यतिखेर त झन् कल्पना पनि गर्न सकिने अवस्था हुँदैन थियो। र पनि अब केही समय थोरै भए पनि केही समय उहाँहरूले अलिकति लाग्ने भयो। त्यसको लागि अब हाम्रो सम्पूर्ण कर्मचारीहरू लागेर चाहिँ उहाँहरू जति सक्दो चाँडो सेवा दिन उहाँहरू काम गरिरहनु भएको अवस्था चाहिँ छ। हजुर, जसरी यो भौतिक रूपमा हेर्दाखेरि जसरी यो एउटै कोठामा चाहिँ मान्छे सानो स्पेस छ, मान्छे आइरहेछन्, फेरि त्यहीबाट फेरि निस्किरहेछ, एकदमै गाह्रो छ। योमा चाहिँ फेरि अरू ठाउँमा एक ठाउँमा नभएर अरू 2 ठाउँमा चाहिँ गर्नु पर्यो होइन। सही छाप अथवा अरू ठाउँमा पनि पिक्चर खिचाउने 2 ठाउँमा चाहिँ प्रक्रिया राख्नु पर्यो, त्यस्तो छैन। यस्तो छ, के छ भने यो कुराहरू पहिले पनि आएका हुन्, अरूबाट पनि यो कुरा सोधनी भएकै हो। 2टा कोठामा गर्दाखेरि राम्रो हुन्थ्यो कि भन्ने कुरा आएको हो। तर यहाँ हामी कर्मचारीहरू बिचमा छलफल, मैले आफूले पनि के गर्ने भन्नेसम्म छलफल गरेका थिएँ। गर्दाखेरि चाहिँ कुरो के आयो भनेदेखि त्यो अर्को कोठामा गर्दाखेरि त्यहाँ झन् मान्छे छिर्न पनि नसक्ने र एकजनालाई अर्को मान्छे पनि चाहिने हुँदाखेरि र बरु एकै ठाउँमा बसेर हामीले गऱ्यौँ भनेदेखि बरु चाँडो हुन सक्ने देखियोस् भनेर चाहिँ यहाँ साथीहरूको सुझाव त्यो आएको कारणले गर्दाखेरि अनि ल ठिक छ, कसरी हुन्छ सेवाग्राहीलाई चाँडो छिटो छरितो र कम समयमा सेवा दिन सकिन्छ त्यो हेरेर एउटै एकै ठाउँबाट भए पनि यदि सेवा चाँडो प्रवाह हुन्छ भनेदेखि त्यसै गरौँ भन्ने कुरा हाम्रो त्यो एउटा सामूहिक एउटा चाहिँ निष्कर्ष रहेको कारणले गर्दाखेरि हामीले त्यसरी सेवा दिनु परेको अवस्था हो। त्यसमा अब कति चाहिँ उत्साहित हेर्नुभयो यहाँ चाहिँ मतदाता जुन आइराख्नु भएको छ दर्ता गराउनको लागि, उहाँहरूमा कति उत्साहित हेर्नुभयो? मतदाताहरू त धेरै उत्साहित हुनुहुन्छ। उहाँहरू त यतिसम्म उत्साहित हुनुहुन्छ कि उहाँहरूले आफ्नो काम कारबाही घरको काम पनि त हुन्छ नि, अब कता आफ्नो काम सबै छोडेर उहाँहरू यहाँ आउनुभएको अवस्था छ। त्यसबाट के बुझ्नुपर्छ भन्दाखेरि उहाँहरू धेरै उत्साहित हुनुहुन्छ र मतदानको लागि उहाँहरू एकदम तयार हुनुहुन्छ भन्ने कुरा चाहिँ मैले चाहिँ पाएको छु। धेरै धेरै धन्यवाद। हमारा सबके बीच में छल था जे मध्य प्रदेश निर्वाचन कार्यालय के प्रमुख छल था, उनका संगे हम सब बातचीत के नुमा अखन एकदम भीड़ भाड़ से उत्साहित से हो लेकिन अपना जे एठन के हम मतदाता छी ओहि द्वारे अपन जे दर्ता कराब के लिए नाम भोरे सा आदमी सब विभिन्न ठाम से आके भोर सा आबि के लाइन में लाइक का छोट छोट बच्चा सब छै जिनका सबके ओहो राइक कबरू बच्चा सबके भूखले प्यासे बैस के जे छै एठम दर्ता कराब में लागल छथिन। तो जे समस्या छै जे खन के जे थार्थ अपने सबके संपूर्ण हम सब जानकारी कराब के प्रयास केनु है, उनका सबके जे समस्या भ रहल छै उ समस्या कमती में समाधान होई। ठीक से एहि बेर में नहीं भक अगर दोसरो बेर में यदि जे फेर जे निर्वाचन कार्यालय में जखन जे मतदाता नामावली के जे दर्ता खुले तो वही समय में यही समस्या सब जे छै से नहीं भोग पड़े, तै के लेल कमती में संबंधित निकाय के ध्यान आकर्षण है। अखन के लेल जे छै से टीवी टुडे से हम चांदनी विदा ले, तो अपने सब टीवी टुडे देखते रही। नमस्कार।